केही देशहरू आफ्नो धनसम्पत्तिका कारण प्रसिद्ध छन्, तर एउटा यस्तो देश पनि छ जहाँ मानिसहरूको खुसीलाई नै सफलताको वास्तविक मापन मानिन्छ। सायद यही कारणले त्यहाँ पुग्ने धेरै मानिसहरूले यस देशलाई संसारकै सबैभन्दा अनौठा र विशेष देशहरूमध्ये एक मान्छन्। बादलले ढाकिएका हिमाल, शान्त उपत्यकाहरू र प्रकृतिले घिरिएका बस्तीहरूले यस देशलाई छुट्टै पहिचान दिएका छन्। यहाँका दृश्यहरू हेर्दा लाग्छ मानव प्रकृतिले यी सबैलाई विशेष रूपमा सजाएर सुरक्षित राखेको हो। यो हो भुटान, जो हिमालय पर्वत श्रृङ्खलाको काखमा अवस्थित एक सुन्दर देश हो। भुटानको सबैभन्दा ठूलो विशेषता यसको प्राकृतिक सौन्दर्य मात्र होइन, यसको जीवनशैली पनि हो। यहाँ प्रकृतिलाई अत्यन्तै महत्त्व दिन्छ, त्यसैले आज पनि देशको ठूलो भाग घना जंगलले ढाकिएको छ। परम्परागत वास्तुकला, प्राचीन गुम्बाहरू र शान्त वातावरणले भुटानलाई आधुनिक संसारको भीडभाड र कोलाहलभन्दा बिल्कुलै फरक बनाएको छ। यदि तपाईलाई अवसर मिल्यो भने के तपाईँ यो अद्भुत देश आफ्नै आँखाले हेर्न जान चाहनुहुन्छ? आफ्नो उत्तर कमेन्टमा अवश्य लेख्नुहोस्। यदि यस्तै रोचक र अद्भुत संसारका सत्य तथ्यहरू हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्न नभुल्नुहोला।